हेलो, म हुँ सुन्दरश्याम। युट्युब च्यानल म्याथ भिजन नेपालमा स्वागत गर्दछु। आजको भिडियोमा दुईटा सेटहरू बीचको रिलेसन्स अन्तर्गत सबसेट्स अर्थात् उपसमूहको चर्चा प्रस्तुत गर्न गइरहेको छु। सबसेट्सको परिचय, परिभाषा र अवधारणा बुझ्नको लागि यहाँ उदाहरणको लागि दुईटा सेटहरू लिएका छौं। एउटा सेट बी, मानौ सेट बी फ्रुटहरूले बनेको छ। त्यस्तै अर्को सेट ए पनि फ्रुटहरूले नै बनेको छ। यहाँ हामी स्पष्ट देख्न सक्छौं यो सेट ए सेट बी बाटै बनेको हो, अर्थात् सेट ए सेट बी को एउटा भाग भएर रहेको छ। ए इज अ पार्ट अफ बी। यहाँ हामी हेर्न सक्छौं सेट ए मा कुनै एलिमेन्ट लिने हो भने त्यो सेट बी मा पनि देखिन्छ, अर्थात् सेट ए मा भएका प्रत्येक एलिमेन्टहरू सेट बी का पनि हुन्, अर्थात् एभ्री एलिमेन्ट अफ ए इज अल्सो एन एलिमेन्ट अफ बी। यसरी ए मा भएका प्रत्येक एलिमेन्टहरू बी का पनि हुन् भने यस्तो अवस्थामा सेट ए लाई सेट बी को सबसेट भनिन्छ। अ सेट ए is called a subset of set B if every element of A is also an element of B. यसैलाई संकेतको रूपमा लेख्दा A is subset of B यसरी लेखिन्छ। यही कुरालाई अर्थात् A चाहिँ B को सबसेट हो भन्ने कुरालाई म्याथमेटिकल्ली लेख्दा म्याथमेटिकल्ली A is सबसेट अफ B हो भनेर लेख्नलाई यहाँ एउटा शर्त के हुने रहेछ भन्दा ए मा भएका प्रत्येक एलिमेन्टहरू बी मा हुनु पर्ने रहेछ। यसैलाई म्याथमेटिकली लेख्दा x belongs to A implies x belongs to B। ए मा जे एलिमेन्टहरू छन् ती एलिमेन्टहरू बी मा छन् भनेर म्याथमेटिकली संकेतको रूपमा लेख्दा यसरी लेख्न सक्छौं, अर्थात् A is subset of B if and only if x belongs to A implies x belongs to B। यो सबसेटको डेफिनेसन हो। यदि सबसेट रिलेसन छ भने यो कन्डिसन सेटिस्फाई हुन्छ र यदि यो कन्डिसन सेटिस्फाई छ भने सेटहरू एकअर्कामा यिनीहरू ए चाहिँ बी मा सबसेट छ भन्ने हुन्छ। सबसेटलाई हामी अर्को तरिकाले पनि बुझ्न सक्छौं। मानौ यो सेट बी मा नपर्ने कुनै एउटा एलिमेन्ट लियौं x जुनै पनि त्यस्तो एलिमेन्ट हो जुन बी मा छैन भने यदि यो x भन्ने एलिमेन्ट बी मा छैन भने त्यो x ए मा पनि हुँदैन, किनभने ए त बी कै एउटा सानो पार्ट हो। यसरी बी मा नभएका एलिमेन्टहरू ए मा पनि हुँदैनन् भने ए लाई बी को सबसेट भनिन्छ। इफ x does not belong to B then x also does not belong to A, अर्थात् एभ्री एलिमेन्ट नट इन बी इज अल्सो नट इन ए। यदि बी मा कुनै एलिमेन्ट छैन भने ए मा पनि हुँदैन यदि ए बी को सबसेट हो भने। यही कुरालाई ए बी को सबसेट हो भनेर परिभाषित गर्नलाई अल्टरनेटली प्रयोग गर्न सक्छौं। A is subset of B हुनलाई if and only if x does not belong to B implies x does not belong to A। यसरी सानो सेटमा भएका जति पनि एलिमेन्टहरू ठूलो सेटमा हुन्छन् र यदि ठूलो सेटमा कुनै एलिमेन्ट छैन भने त्यो एलिमेन्ट सानो सेटमा पनि हुँदैन। यसरी एउटा सेट अर्को सेटको सबसेट हो भन्ने लाई हामी यो दुई तरिकाले व्यक्त एक्सप्रेस गर्न सक्छौं। एउटा मेम्बरशिप तरिकाले मेम्बरशिप युज गरेर भने अर्को नन मेम्बरशिप युज गरेर। अब केही उदाहरणहरू हेरौं सबसेटका। पहिलो उदाहरण मानौ सेट ए, यसमा एलिमेन्टहरू 1 2 र 3 छ र अर्को सेट बी मानौ यसका एलिमेन्टहरू 1 2 3 र
4 छ भने यहाँ A मा भएका प्रत्येक एलिमेन्टहरू B मा छन्, त्यसैले A B को सबसेट हो। यसलाई हामी अर्को परिभाषा प्रयोग गर्ने हो भने B मा नभएका एलिमेन्टहरू A मा पनि हुँदैनन्। जस्तो B मा 5 छैन, A मा पनि छैन। त्यस्तै B मा -3 छैन, त्यस्तै A मा पनि -3 छैन। यसरी B मा नभएका जुनसुकै एलिमेन्टहरू A मा पनि हुँदैनन्। यस हुनाले यी दुईटै परिभाषा, दुईटै कन्डिसनहरूको आधारमा हामी भन्न सक्छौं A चाहिँ B को सबसेट हो। अर्को एउटा उदाहरण हेरौं। मानौ सेट A यसका एलिमेन्टहरू 1 2 र 3 छन् र अर्को सेट A नै उही सेट लियौं, यसका एलिमेन्टहरू 1 3 र 2 छ। यहाँ A मा भएका प्रत्येक एलिमेन्टहरू A मा हुने नै भए, अथवा A मा नभएका प्रत्येक एलिमेन्टहरू A मा नहुने नै भए। यही परिभाषा अन्तर्गत अनुसार अब हामी भन्न सक्छौं A चाहिँ A कै सबसेट हो। यसबाट हामी बुझ्न सक्छौं जुनसुकै सेट ऊ आफैको पनि सबसेट हुन्छ। त्यसले अर्को एउटा उदाहरण हेरौं। नल सेट, एम्प्टी सेट चाहिँ जुनसुकै सेटको सबसेट हुन्छ। यो दोस्रो परिभाषा अन्तर्गत हामी यसलाई बुझ्न सक्छौं। A मा नभएका जुनसुकै एलिमेन्टहरू नल सेटमा हुँदैनन्, त्यसो हुनाले नल सेट चाहिँ A को सबसेट हुन आयो। भिडियो कस्तो लाग्यो कमेन्टबाट जानकारी पाउने आशा गरेको छु। यदि भिडियो राम्रो लाग्यो भने च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला र यसैको अर्को भागको भिडियो हेर्ने अनुरोध गर्दै आजको भिडियो हेर्नुभएकोमा धन्यवाद।